शांतिपुर मी नवागी हनुमान मंदिर को मिनाव किदा और उना उड़ाव कमी होरा को दोहो का पे दिन नवा उड़ाव कमी होरा रे अतु होर को नेहर चुगना जेमन दल दल को सेटेरोआ मेनते नवा उड़ाव कमी होरा रे अतु होर चेलका को नेहर चुगना दिला नेल अंजम चुपिया निया शांतिपुर एलेका रे नेपाली अतु रे निया के फास हनुमान मंदिर को मिनाव का कैसा भाई यानी अच्छा बढ़िया 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 भाई 5 मिनट हमेशा हम लोग बैठे नहीं सर और उना उड़ाव लगी की पे दिन कमी होरा को दोहो का अदो दिला नुकु कमिटी चेलका को नेहर को कोना दिला नेल अंजम चुपिया। नमस्कार विशेष सूचना चिराङ जिल्ला अन्तर्गत शान्तिपुर बनगाउँमा 12, 13, 14 तारिक हनुमान मन्दिरको स्थापना हुन गइरहेछ। सबैलाई आएर यहाँ योगदान गर्नुको लागि अनुरोध विनम्र अनुरोध छ र यहाँनेरि जुन हुन गइरहेछ विशेष भूमिका छ हाम्रो बजार कमिटीले आरम्भ गरेथे। त्यसपछाडि हाम्रो गाउँका युवा बुद्धिजीवी सबै लगायत यहाँनेरि योगदान गरेर यो जुन हनुमान मन्दिर स्थापना हुन गइरहेको छ त्यसमा आग्रह गर्छु सबैको उपस्थिति कामना गर्छु र सबैजना आएर त्यो प्रोग्रामलाई सफलता बनाउनुहुन्छ भन्दै अनुरोध गर्दै मेरो सबैलाई विनम्र अनुरोध छ। सबैजनालाई सर्वप्रथम त जय सियाराम पवन पुत्र हनुमानको सदैव जय होस् र विशेष शान्तिपुर चिराङ स्थित चिराङ जिल्ला अन्तर्गत शान्तिपुर श्री श्री हनुमान मन्दिरमा भव्य प्राण प्रतिष्ठा महोत्सव उत्सव पालन हुँदैछ जुन चाहिँ 12, 13 र 14 तारिकको दिन छ र साथै रामायण अखण्ड रामायण पाठको पनि आयोजन राखिएको छ र सबैसँग सबै भक्त महानुभावसँग विनम्र अनुरोध छ हजुरहरू पनि यस यज्ञमा पूर्ण सहभागी बनेर भगवानको असीम कृपा अनुकम्पालाई प्राप्त गर्नुहोस् भन्दै यही भिडियोको मार्फतद्वारा हजुरहरू सबैलाई नै अगर हजुरहरूको घरमा निम्तो पुगेको छैन भने पनि यस प्राण प्रतिष्ठाको निमन्त्रणा पुगेको छैन भने पनि यसै भिडियोको मार्फतद्वारा हजुरहरूलाई सबैजनालाई नै यस प्राण प्रतिष्ठा महोत्सवमा आइदिनु हुन हामी आयोजक समितिको हुँदै गाउँवासी हुँदै तपाईहरू सबैलाई नै अनुरोध गर्दछौँ। तपाईहरू जहाँबाट पनि यो भिडियो श्रवण गर्नुहुँदैछ शान्तिपुरको छेउछाउमा हुनुहुन्छ भने हजुरहरू अवश्य पनि यस मूर्ति प्रतिष्ठामा सहभागी बनिदिनु होला र सबैलाई नै भगवान रामचन्द्रको भगवान हनुमानजीको सदैव कृपा बनिरहोस्। हाम्रो अखण्ड यो हिन्दुत्व छ यसलाई बजाय राख्नको लागि भगवान रामको असीम कृपा चाहिएको छ। त्यही भएर भगवान रामको जो परम भक्त हनुमानजी हुनुहुन्छ हनुमानले सबै प्रकारका सङ्कटबाट रक्षा गर्नुहोस् भनेर हामीहरूले यहाँ एउटा मन्दिर मूर्ति प्राण प्रतिष्ठा राखेका छौँ। हजुरहरू सबैलाई नै यही भिडियोको मार्फतद्वारा आह्वान र निमन्त्रणा छ। धन्यवाद। जय सियाराम।